अब यो औँलाले यसरी छोड्दै नछोड्ने अर्को औँलाले चाहिँ यहाँ यसरी खाने देख्नुभयो यो छोड्दै नछोड्ने यसलाई फेरि यसो गर्ने देख्नुभयो नि देख्नुभयो अब यसलाई के गर्ने त यसलाई यसो गरेर उसको ठाउँमा घाटमा पुर्याइदिने चारैतिरबाट देख्नुभयो नि अब यसलाई स्वयं घुमाउने कहिले कहिले यो वासर फिटिङ भएको छैन भने तपाईँहरूको त्यो रेगुलेटर फिटिङ हुँदैन फुत्त आउँछ अनि तपाईँहरूको वासर अब सिलिन्डरमा वासरै समातेन भन्नुहुन्छ समस्या आउँछ एक दिन त आउँछ त त्यस्तो बुझ्नुभयो निकाल्ने तरिका राख्ने तरिका जान्नुभयो अब निकाल्ने तरिका हेर्नुहोस् है यहाँ निकाल्ने तरिका निकाल्दाखेरि तपाईँहरूले यसरी कोट्याएर निकाल्न सक्नुहुन्न यसलाई बाहिरबाट यस्तो गर्ने यसो गर्ने कोट्याएर यसरी अर्को औँलाले ट्याक्क खिच्ने बुझ्नुहुन्छ यो सक्नुहुन्छ निकाल्न त सक्दैनौँ के हामीले जस्तो यो भित्रतिर राख्दाखेरि यता राख्ने हुन्छ यताबाट राखिन्छ यताबाट राखिन्छ बुझ्नुहुन्छ यो कुरा जान्नुभयो यो कुरा अब यो प्र्याक्टिकल चाहिँ कसरी निकाल्ने राख्ने प्र्याक्टिकल चाहिँ तपाईँको घरमा खाली सिलिन्डर छ भने त्यसमा चाहिँ यस्तै टेस्टर लिएर निकाल्ने राख्ने सिक्ने आफैले खाली भयो यो कति नम्बर लाग्छ नम्बर यो त 0 नम्बर यो के नम्बरै हुन्न यसको राख्दाखेरि कसरी राख्ने हुन्छ नि के यसरी हल्का यसलाई कोल्डो बनाउने यहाँनिर चाहिँ यसलाई यसो गर्दै गर्दै यसले यसो गर्ने दबाउँदै जाने यो अब यस्तो हुने बित्तिकै यो अलिकति भएन नि यसरी गर्ने ल सक्नुहुन्छ अब ल अब तपाईँहरूले यो चाहिँ यसो तपाईँहरूलाई अहिले पो मैले गर्दाखेरि जानेर देखेँ नत्र भए त तपाईँहरूलाई त यो वासर हो होइन केही थाहा थियो र जान्न पर्यो एकले आफ्नो मात्र भए होला जान्न पर्यो यस्तो एक्लो हुने मान्छे अघि नै जान्नुहुन्छ अब यो ल बस्नुहोस्